नमस्कार आदरणीय आफन्तजन। किन आफन्तजन भने सबै हामीलाई हेर्ने, हामीलाई फलो गर्ने, हाम्रो एक्टिभिटिजलाई चाहिँ हजुरहरूले निहाल्ने भनेको आफन्तहरू नै हो। त्यस कारणले हजुरहरूलाई दर्शक वृन्द भन्नुभन्दा पनि आफन्तजन भन्ने सम्पूर्णलाई सेवा हो। नमस्कार। फेरि पनि आज हामी चाहिँ तारेभिरको बेस क्याम्पमा छौँ। तारेभिरको नाममा धेरैवटा गीत बनिसकेका छन्। तिमी तारे भिर उदो फेरि उदो खोला, धेरै गीतहरू बनिसकेका छन्। तारेभिर भनेको चाहिँ धेरै कठिन र चाहिँ हाम्रो चाहिँ मानवको जुन हामीले त्यही आएको भिर पहराहरू छन्, त्यसमा पनि सबैभन्दा कठिन भिर भनेको तारेभिर। मैले यो सिर्जना गर्दाखेरि पनि हाम्रो चाहिँ नि श्रवण मुकारुङजी हुनुहुन्छ, उहाँले तारेभिर किन प्रयोग गर्नुभयो त भन्दाखेरि यो सुरुवाती उहाँले जन्माउनु भएको शब्द हो। तारेभिर भनेको सबैभन्दा कठिन भिर, अप्ठ्यारो भिर भनेको। श्रवण मुकारुङलाई सम्मान गर्दै तारेभिरको बेस क्याम्पमा आज हामी यति रमाइलो जिन्दगीको यो सबैभन्दा जीवनमा सुखद क्षणहरूको हामीले परिभाषा दिउँ र सुखद क्षणहरूको एउटा चाहिँ नि मिति दिउँ भने पनि आजको दिन हुन जान्छ। आजको दिन सबैलाई थाहा छ। र मैले यो ठाउँमा हामी आउँदै गर्दाखेरि अलिकति भूमिका बाँधे। तिमी तारेभिरमा प्राज्ञ सङ्गीतकार हाम्रो शान्तिराम राईलाई पनि छुट्याउनु हुँदैन। यो तारेभिरबाट जन्मेको एउटा सुमधुर गीतले संसार खाइरहेको अवस्था, सबैले मन पराइरहेको अवस्था हुनाले उहाँलाई पनि छुट्याउनु मिल्दैन। कवि श्रवण मुकारुङ र सङ्गीतकार शान्तिराम राई लगायत अब हाम्रो गायिका चाहिँ नि पवित्र सुब्बालाई पनि छुट्याउनु हुँदैन। त्यसपछि पछिल्लो समयमा आएर हाम्रो मेल भर्जनमा रेवत राईलाई पनि छुट्याउनु हुँदैन है सबैले। थ्याङ्क यू। अब आज चाहिँ के हो त कन्टेन्ट भन्दाखेरि आज चाहिँ कसरी उपस्थित भयौँ भन्दाखेरि यो ठाउँमा हतपत मान्छे आउन चाहिँ नि सजिलै, यो सबै रोडको एक्सेसहरू सजिलै छ। तर हामीले मात्रै पहिचान गरेर अलिकति हामीलाई चाहिँ नि रमाइलो र मजा पनि भइरहेछ, किनभने हामी मात्रै भएकोले धेरैलाई थाहा छैन यो ठाउँ कति राम्रो, यो अर्थपूर्ण भेटघाट, अर्थपूर्ण बसाइहरू भएको छन्। यति राम्रो ठाउँमा कति रमाइलो क्षणहरू भइरहेको छ। यो हामी बयान गर्न सक्छौँ त सक्दैनौँ होइन। त्यसपछि अब चाहिँ के हो त भन्दा बस्दै गर्दा अब के गर्नु त भन्दाखेरि साङ्गीतिक मान्छेहरू, साङ्गीतिक चाहिँ नि परिवेशका मान्छेहरू हुँदै गर्दाखेरि आज हामी थोरै अब यो माहौलमा जाडो हुँदै गर्दाखेरि आगो ताप्दै तोङ्बा खाँदै हामी ढाड्दैनौँ, तोङ्बा खाँदै एउटा माहौल चाहिँ क्रिएट गरिरहेको छौँ। यति राम्रो भइरहेछ। र आज म लगायत म त एउटा होस्टको रूपमा काम गरिरहेको छु, अहिले गीत पनि गाउँछु। म गायक सङ्गीतकार विक्रम राई हजुर। यसपछि मेरो प्रिय दाइ सबै मल्टिपर्पोज भन्छु म त चाहिँ नि बहुप्रतिभाशाली मेरो दाइ हसन राई। गीत गाउने मात्रै होइन, सबै बिजनेसदेखि सबैमा मेरो दाइ चाहिँ सबै हो। उसलाई धेरै म बयान गर्दिनँ। अब बिस्तारै हाम्रो परिचयहरू खुल्दै जानेछ। हसन राई दाइ भएपछि यो माहौल सृजना भइहाल्छ जहाँ गए पनि। तर आज हुनु चाहिँ जुन हेर्दै तारा हेर्दै हुनु चाहिँ अर्कै रमाइलो माहौल हो। उहाँ पनि खुसी हुनुहुन्छ। उहाँ खुसी भइसकेपछि, भयङ्कर खुसी भइसकेपछि त विक्रम राईले त कार्यक्रम त सजिलै सञ्चालन गरिदिन्छ। त्यसपछि हाम्रो माउली स्टुडियोका सञ्चालक, माउली स्टुडियोका ओनर सागर संसार कपालहरू बिग्रेको छ कि यसै क्यामेराले नि हेर्नु है। छैन भरोसा जीवनको, कुन दिन कुन रात अन्तिम हुने हो, को हाँस्ने हो, को रुने हो जस्ता यस्तो हिट गीत दिएर प्यारो मेरो अहिले धेरै चर्चित छ। माहौल सेसन कन्टिन्यू हुनुपर्छ, हामी गर्छौँ। अनि यसो सँगसँगै यतापट्टिको उता त्यो खासै गायिकाहरूमा मान्छे अहिलेसम्म भनेको छैन, तर राम्रो मल्टी ट्यालेन्टै हो, राम्रो मान्छे हो। धेरै भन्दिनँ, उता गइहाल्छ यता एकैछिन। यता हाम्रो चेली इन्द्रकला, के अरे इन्द्रकला त अहिले त
कति उता हिँड्छ अहिले सुशान्त केसीको गीतमा पनि उहाँको हो चाहिँ नि लैजाऊ है लैजाऊ मलाई भनेको छ लगेको छैन त्यही भएर यहाँ आएको छ धेरैलाई करोडौँले उसको गीत सुन्यो लैजाऊ कि लैजाऊ भनौ धेरैले अफर गरे त मान्दैन अहिले किनभने माइती छेउमा छ माइतीहरू छेउमा छ मागेर लानु पर्यो यो केटीलाई मागेर लान सक्ने मान्छेहरू आउनुहोस् होइन मागेर लाने पनि हिम्मत नगरेर ऊ यहाँ माइतीहरू अब अन्तिम हामी चाहिँ नन अदर देन बट नट द लिस्ट वान एन्ड ओन्ली रोशन राई